कहाँसम्म जाने हो हामी मलिखु ल्याइदिनु है मलिखु 100 रुपैयाँ लाग्छ जम्मा 100 रुपैयाँ थोरै भयो 100 रुपैयाँ त $100 त्यसो भए $100 त छैन यो भिडियो चाहिँ स्पेस वाकको टपबाट बनाइरहेको छु मैले कोरियामा एकदमै फेमस छ यो ठाउँ स्पेस वाक जुन फुआङमा छ कति त आउनु भयो होला कतिजना आउनु भएको छैन यदि आउनु भएको छैन भने एकचोटि यो ठाउँ घुम्न आउनु होला एकदमै राम्रो छ किनकि यो ठाउँ अहिले यो पछिल्लो समय खुलेको धेरै भएको छैन खुलेको अनि एकदमै यो नयाँ अनुभव गर्न पाउन सक्नुहुन्छ यहाँ आउनुभयो भने सो तपाईँहरू पनि यदि कोरियामा हुनुहुन्छ भने र अहिलेसम्म यो स्पेस वाक आउनु भएको छैन भने एकचोटि आउनु होला है धेरै दिनपछि आज एकदमै राम्रो एकदमै खुलेको छ सो अब जाडो पनि लाग्दैछ त्यही भएर आजको दिनले हामी सदुपयोग गर्दै आज चाहिँ हामी फुआङ जाँदैछौँ फुआङको एउटा चर्चित ठाउँ यो मेरो पहिला पनि भिडियोहरूमा आइसकेको छ आज विशेष हामी फेरि बुवा आमालाई डुलाउन जाँदैछौँ दिन एकदम राम्रो छ अनि हामी फुआङ जाने तर्खरमा छौँ फुआङ जाने बेलामा हामी ख्याङ्जु पनि पसेर जान्छौँ ख्याङ्जुको केही अलिकति चर्चित भागहरू अलिकति हेरेर त्यसपछि फुआङ जान्छौँ लेट्स सी आजको टुर कस्तो हुन्छ अनि के छ आजको माहौलहरू कस्तो छ सम्पूर्ण यो भिडियोमा आउँछ तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला अनि भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला अनि मेरो फेसबुक युट्युब च्यानलमा अरु भिडियोहरू सर्टहरू छ हैन यदि तपाईलाई राम्रो राम्रो ठाउँहरुको फोटो भिडियो हेर्न मन छ भने मलाई फलो गर्न पनि गर्न सक्नुहुन्छ लेट्स सी आजको हाम्रो भ्लग कस्तो हुन्छ अनि सम्पूर्ण आजको दिनहरुको भिडियो चाहिँ यो भ्लग मार्फत आउँछ भिडियो अन्तिमसम्म हेर्नु होला अनि हेरिसकेपछि कमेन्ट गर्न नबिर्सनु होला है ल सबैजनालाई स्वागत छ ल हाम्रो भ्लग सुरु भयो है ल हेलो हामी जाँदै छौं है घुम्न दादालाई बाइ ल अहिले चाहिँ हामीले यो गाडी भाडामा लिइसक्यौं अब यो गाडीबाट चाहिँ हामी यो वरिपरि डुल्छौं है ख्याङ्जुमा घुम्नका लागि धेरै ठाउँहरू छन् तर हामी आज ख्याङ्जुको यो चम्हादे भन्छ हैन यो चम्हादेको वरिपरि मात्रै हामी डुल्छौं अनि आज हाम्रो विशेष गरी यो चम्हादेको वरिपरि डुल्ने अनि रिक्सा चढ्ने हाम्रो प्लान हो त्यही भएको भएर अब हामी चाहिँ एकैछिन यही वरिपरि डुल्छौं वरिपरिको माहौल कस्तो छ तपाईहरुलाई भिडियो मार्फत देखाइहाल्छु हेर्दै गर्नु होला अनि हाम्रो यस लगत्तै हामी फुआङ जान्छौं अनि फुआङको छोटो मिठो सिनहरु पनि हल्का देखाउँछु भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला है यो जुन तपाईहरुले मेरो पछाडी देख्नु भएको छ यो पिङ्क फ्लावर हो हैन यो पिङ्क कलरको हुन्छ एकदमै हेर्दाखेरि एकदमै राम्रो देखिन्छ हैन यहाँनिर चाहिँ एकदमै मान्छेहरुको भिड एकदमै धेरै छ एकदमै राम्रो छ एरिया हेर्दाखेरि चाहिँ मन आनन्द हुने खालको अनि यो एकदमै पिङ्क कलरले गर्दाखेरि अझै एट्र्याक्सन दिन्छ हैन एकदम राम्रो सिन छ कस्तो लाग्यो तिमी कति गर्मी भइरहेछ सारै गर्मी भइरहेछ न्यानो घाम लाग्छ रमाइलो ठाउँमा बुवालाई कस्तो लाग्यो रमाइलो भन्छ छोरी पनि डुल्न आछिन है ल मलाई नि रमाइलो लाग्छ ल जमजम गुरुजी टिटिट टिटिट नानी सानो सानो यता कता जान लाउनु भएको
यता झुम्ने म यता घुम्ने हो कि यता यता कहाँसम्म जाने हो हामी मलिखु मलिखु मलेको मलिखु ल्याइदिनु है मलेको 100 रुपियाँ लाग्छ जम्मा 100 रुपियाँ थोरै भयो 100 रुपियाँ त $100 त्यसो भए $100 $100 त छैन छेउछाउमा हामी एकैछिन डुलिसकेपछि घुमिसकेपछि अब हामी फुवाङतिर जाँदैछौँ लेट्स सी फुवाङको स्पेस वाक यो भिडियो चाहिँ स्पेस वाकको टपबाट बनाइरहेको छु मैले कोरियामा एकदमै फेमस छ यो ठाउँ स्पेस वाक जुन फुवाङमा छ कति त आउनु भयो होला कतिजना आउनु भएको छैन यदि आउनु भएको छैन भने एकचोटि यो ठाउँ घुम्न आउनु होला एकदमै राम्रो छ किनकि यो ठाउँ अहिले यो पछिल्लो समय खुलेको धेरै भएको छैन खुलेको अनि एकदमै यो नयाँ अनुभव गर्न पाउन सक्नुहुन्छ यहाँ आउनुभयो भने सो तपाईँहरू पनि यदि कोरियामा हुनुहुन्छ भने र अहिलेसम्म यो स्पेस वाक आउनु भएको छैन भने एकचोटि आउनु होला है अब यतापट्टि फेरि अहिले चाहिँ म यहाँ स्पेस वाकको यो भर्याङमाथि चाहिँ आएँ होइन हो अन्जुलाई चाहिँ एकदमै डर लाग्यो अरे म चाहिँ एक फन्कन लागिसकेँ होइन म पहिला पनि आइसकेको यो ठाउँ मलाई एकदमै मनपर्छ आज झन् एकदमै राम्रो मौसम छ सो आज एकदमै रमाइलो भइरहेछ गाइज ल ल गाइस आजको हाम्रो ब्लग यति नै हामी डुल्दा अँधेर भइसक्यो ख्याङ्चु पनि गयौँ अनि फुवाङ पनि आयो तपाईँहरूलाई ख्याङ्चु मन पऱ्यो कि फुवाङ मन पऱ्यो कमेन्ट गर्न नबिर्सिनु होला अनि हाम्रो अरू ब्लगहरू पनि आउँदै गर्छ हेर्दै गर्नु होला अनि कुन भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्दै गर्नु होला फेरि भेटौँ ल ओके बाई बाई